नमस्ते हजुरहरूलाई स्वागत छ मेरो च्यानलमा। आज मैले चाहिँ तिहारको लागि लक्ष्मी भगवान राख्नको लागि आसन बनाउँदै छु। आफूसँग भएको पुरानो सामानहरू, लेसहरू, यो पोतीहरू, मालाहरू राखेर चाहिँ बनाउँदै छु मैले। अब चाहिँ मैले बास्केटमा डेकोरेट गर्दै छु। आफूसँग भएको यो मखमलको कालो कपडा टुक्रा बाँकी थियो, त्यही युज गरेर चाहिँ मैले बास्केटमा डेकोरेट गर्दै छु। अब चाहिँ मैले फ्याब्रिक ग्लुबाट यो बास्केट सजावट गर्दै छु। अब चाहिँ मैले यो कपडा बिसाइसकेँ। अब त्यसको माथि चाहिँ मैले बास्केट राखेको छु। अब यस्तै गरेर चाहिँ हजुरले यो गमको सहायताले चाहिँ यो चाहिँ साइडबाट चिप्काउनु पर्छ। मेरो भिडियो हेर्दै मैले गरेको जस्तो गरेर प्रोसेस गर्नु होला है। ल हेर्नुहोस् त, मैले एक साइड तालिसकेँ। अब यस्तै गरेर सबै तालेर हजुरहरूलाई देखाउँछु म। ल हेर्नुहोस्, मैले पनि तालेर पनि देखाइसकेँ। यस्तो हुन्छ। अनि मैले यस्तो फर्म टुक्रा पनि लिएको छु। फर्म काटेर यसरी मिलाउनु पर्छ पहिले सुरुमा चाहिँ। ल हेर्नुहोस् त, मैले स्पुन पनि राखिसकेँ। अब मैले चाहिँ यस्तो रातो कपडा लिएको छु। अब यो रातो कपडा पनि यो भित्र छिराउनु पर्छ। यसरी नै, यसरी छिराउने। ल हेर्नुहोस् त, मैले छिराएर पनि देखाइसकेँ। यसरी छिराएको छु। अब चाहिँ मैले चाहिँ यो डन्डी चाहिँ हाल्दैछु स्ट्यान्डको लागि। मैले चाहिँ यो सानो बाल्टिनको यो एउटा डन्डीको स्ट्यान्ड लिइरहेको छु। अब एउटा चाहिँ जिए तारको चाहिँ एउटा काटेको छु। अब त्यसमा चाहिँ म कभर हाल्दैछु। यो कभर सिलाएको चाहिँ हजुरहरूलाई मैले देखाएन। यसरी छिराउनु पर्छ। दुईटैमा म छिराउँछु। ल हेर्नुहोस् त, अब यो चाहिँ यसरी भित्र बास्केटभित्रबाट यसरी डन्डी चाहिँ राखिदिनु होला। यसरी नै। अब अर्को पनि म हाल्दैछु। मैले चाहिँ दुई तर्फबाट हालिसकेँ। ल हेर्नुहोस् त, अब चाहिँ मैले यो तल चाहिँ लेस हाल्दैछु। आफूसँग भएको टुक्रा बाँकी थियो लेस चाहिँ, अब त्यही हाल्दैछु। मैले गरेको जस्तै हजुरहरू प्रोसेस फलो गर्नु होला। ग्लु लगाएर चाहिँ म तास्दैछु। हजुरहरू पनि यस्तै गरेर तास्नु होला। मैले भिडियोमा देखाएको जस्तो गरेर हजुरहरूले सेम त्यस्तै गर्नु होला। ल हेर्नुहोस् त, मैले लेस पनि राखिसकेँ। अब चाहिँ मैले यो सपोर्टको लागि चाहिँ अर्को एउटा डन्डी हाल्दैछु बिचमा। ल हेर्नुहोस् त, अब यो पनि रेडी भयो। अब म चाहिँ हजुरहरूलाई एक टुक्रा नेट बाँकी छ मसँग। अनि त्यही नेट पनि म माथिबाट कभर गर्छु। अनि लक्ष्मी भगवान राख्नको लागि चाहिँ मैले डेकोरेट पनि गरेर देखाउँछु। ल हेर्नुहोस् त, मैले नेट पनि हालिसकेँ। अब डेकोरेट गर्नको लागि जाँदैछु। पहिले सुरुमा यो लेस बाँकी थियो, लेस पनि अलिकति माथिबाट हाल्दैछु। तिहारको लागि लक्ष्मी पूजा गर्नको लागि चाहिँ एकदमै राम्रो हुन्छ यसरी नै गर्दाखेरि। ल हेर्नुहोस् त, मसँग ब्लाउजको लटकन दुईटा बाँकी थियो, त्यो पनि म सजावटको लागि राख्दैछु। कुसन जस्तै बनाएको छु मैले। यस साइडमा एउटा, अर्को साइडमा एउटा हाल्दै। ल हेर्नुहोस् त, अब चाहिँ मैले साइडमा यो अर्को एउटा आसन राखेको छु। अर्को एक ठाउँमा पनि दुई ठाउँमा आसन दुईटा राखेको छु। अब त्यसमाथि चाहिँ मैले बत्ती एउटा हालिदिन्छु। ल हेर्नुहोस् त, अब मैले चाहिँ हल्का यो अर्को लाइट पनि हालेको छु। अनि यस्तै गरेर हजुरहरूले लक्ष्मी पूजामा यस्तै गरेर पूजा गर्नु होला। हजुरहरूलाई मेरो भिडियो मन परे लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। धन्यवाद।